Hello everyone, I hope you all are doing great. आज चाहिँ म यो भिडियो किन बनाउन जाँदैछु भन्दाखेरि चाहिँ स्पेशली चाहिँ यो +2 ब्याचलर गरिरहेको हैन अनि त्यसपछि जसलाई चाहिँ एकदम सीए गर्छु कि गरौँ कि नगरौँ भन्ने यो कन्फ्युजन भइरहेको म देखिरहेको हुन्छ हैन अनि म स्टुडेन्ट्सहरुको लागि चाहिँ यो भिडियो बनाउन जाँदैछु म स्टुडेन्ट्सहरुको मिसकन्सेप्सन के हुन्छ भने सीए चाहिँ अब हामीले +2 को एक्जाम दिने बित्तिकै गर्ने हो त भनेर हुन्छ हैन अनि तर रियालिटीमा चाहिँ के छ भन्दाखेरि हजुरहरुले सीए +2 सकेर इमिडिएटली सीए पढ्न पर्छ भन्ने नै छैन आफ्नो ब्याचलर सकाएर ब्याचलर पछि जोइन गर्छु भन्न नि पाउनुहुनेछ है अनि अब सीए भनेको के हो त सीए भनेको चाहिँ चार्टर्ड अकाउन्टेन्सी कोर्स हो जसलाई चाहिँ नेपालमा इन्स्टिट्युट अफ चार्टर्ड अकाउन्टेन्ट अफ नेपालले कन्डक्ट गर्छ यो चाहिँ एउटा अकाउन्टिङ अडिटिङ ट्याक्स र फाइनान्स फिल्डको प्रोफेसनल कोर्स हो है यसको स्ट्रक्चर चाहिँ के एउटा तीनटा लेभलको स्ट्रक्चर छ लेभलहरु हुन्छ हैन एउटा फाउन्डेसन लेभल जुन चाहिँ हामी एन्ट्री लेभल भन्छौं यसको ड्युरेसन चाहिँ हाम्रो 6 मन्थको हुन्छ अनि यो हजुरले पास भइसकेपछि अब नेक्स्ट लेभल भनेको क्याप 2 अर इन्टरमिडिएट लेभलमा पुग्नु हुनेछ यो चाहिँ हाम्रो 9 मन्थको ड्युरेसन हुन्छ है अनि जो स्टुडेन्टहरुले चाहिँ +2 सकाएपछि चाहिँ ब्याचलर गर्नुभयो नि अब उहाँहरुले चाहिँ यो क्याप 2 मा डाइरेक्टली भर्ना लिन पाउनु हुनेछ है फाउन्डेसनबाट फेरि सुरु गर्नुपर्छ भन्ने छैन यसमा ब्याचलर सकाइसक्नु भएको छ भने चाहिँ डाइरेक्टली क्याप 2 मा भर्ना पाउनु हुनेछ है त्यसपछि चाहिँ क्याप 2 सकाइसकेपछि अब क्याप 3 मा एलिजिबल हुनुहुन्छ यो भनेको चाहिँ हजुरहरुले रियल एक्सपोजर पाउनुहुन्छ यसमा आर्टिकलशिप गर्न पाउनुहुन्छ यसको ड्युरेसन चाहिँ 3 मन्थ्सको 3 इयर्सको हुन्छ हैन अनि यसमा चाहिँ हजुरहरुले पढ्ने काम पनि सिक्ने दुबै साइमल्टेनियसली and after passing your CAP 3 level, you will be a qualified chartered accountant. अब सीए भनेको it's not easy. सोचेको जस्तो के पनि सजिलो छैन है अब कसैलाई सजिलो लाग्न सक्ला कसैलाई गाह्रो लाग्छ तर वास्तवमा त्यति सजिलो चाहिँ छैन है यदि हजुर एकदमै डेडिकेटेड कन्सिस्टेन्सी मेन्टेन गर्न सक्नुहुन्छ हैन डिसिप्लिन भएर भने चाहिँ यु क्यान डु इट यसको भ्यालु पनि छ हैन तर हुन्छ नि लहै लहैमा लाएर जस्ट गर्दिम न हेरौँ न भनेर गर्न लाग्नु भएको छ भने चाहिँ this is not for you किनभने यसले भोलि पर्सि रुनु न हाँस्नु बनाउँछ यता न उता त्यही भएर चाहिँ सोच विचार गरेर कि म डिसिप्लिन कन्सिस्टेन्सी डेडिकेटेड भएर पढ्न सक्छु त आफूले निहाल्नुस् पहिला हैन हुन त पहिला नराम्रो गर्ने मान्छे पछि राम्रो पनि हुन सक्छ र राम्रो गर्ने नराम्रो पनि हुन सक्छ त्यो आफुमा भर पर्ने कुरा हो हैन त्यो पनि आफ्नो लेभल आफुले थाहा हुन्छ नि म गर्न सक्छु कि सक्दिन भनेर एउटा मेन कुरा त इन्ट्रेस्ट हुनु पर्यो के मान्छेमा हैन सो यदि हजुरमा इन्ट्रेस्ट छ भने चाहिँ गो फर इट है विश यु अल द बेस्ट र यो भिडियो हजुरलाई हेल्पफुल लाग्यो पनि लाइक शेयर सब्स्क्राइब गर्न नभुल्नु होला Thank you for watching. Keep learning, inspiring together.